जयमसी अनि नमस्ते। आज म बाटोमा आउँदै गर्दाखेरि खास करिब 50 वर्ष नागेको एकजना वृद्ध मानिस हुनुहुन्थ्यो। उसले चाहिँ के भन्दै थियो भने संसारमा झरेको कुनै पनि व्यक्ति ईश्वर हुन सक्दैन। ईश्वर हुनलाई त सत्य र पवित्रता चाहिन्छ। त्यही भएर येशू ख्रीष्ट पनि संसारमै झरेको व्यक्ति हो, त्यसैले म विश्वास गर्दिनँ भनेर भन्दै हुनुहुन्थ्यो त्यो व्यक्तिले। त्यसैले म तपाईँलाई आज म बाइबलका ती कुराहरूद्वारा प्रमाण गर्दैछु। 5वटा कुराहरू मैले प्रमाण गर्छु कि उसले येशू ख्रीष्टको ईश्वरत्वलाई पूर्ण रूपमा इन्कार गरेको थियो। ईश्वर चाहिँ यो संसारमा आउनै सक्दैन। ईश्वर भनेको चाहिँ माथि बसेर काम गर्ने मात्रै हो। ईश्वर तल आउन सक्दैन र कोही पनि व्यक्ति जो संसारमा आएको छ ईश्वर हुन सक्दैन। येशू ख्रीष्ट पनि तल ओर्लिएकै व्यक्ति भएको कारणले ईश्वर हुन सक्दैन भन्दै थियो। त्यसैले म बाइबलद्वारा केही वचनद्वारा प्रमाण गर्नेछु, कोसिस गर्नेछु। वास्तवमा उहाँले चाहिँ भन्न खोज्नु भएको ईश्वरत्वलाई इन्कार गर्नुभएको हो। येशू ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्नुभएको। बाइबलले भन्छ यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने के उहाँ संसारमा मानिस बनेर आउन सक्दैन? यूहन्ना 1 अध्यायको 1 पदले आदिमा अथवा सुरुमा वचन थियो, वचन चाहिँ परमेश्वरसँग थियो। त्यसैको 14 पदले भन्दछ वचन शरीर भयो र हामी बीच बसोबास गर्यो। फिलिपी 2 को 6 ले भन्दछ जो परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो। सम्पूर्ण कलसी 2 को 9 ले भन्दछ सम्पूर्ण परमेश्वरको शारीरिक रूपमा उहाँमा त्यसमा बास गर्दछ। र तेस्रो कुरा चाहिँ येशू प्रभु आफैले पनि आफ्नो ईश्वरत्व आफूमा पूर्ण ईश्वरत्व भएको दाबी गर्नुभएको थियो। 10 को 30 पदमा भन्नुभएको छ कि म र पिता एकै हुँ। अर्को कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको चाहिँ कोही व्यक्ति संसारमा आउनको लागि संसार त अपवित्र छ, तर कोही व्यक्ति संसारमा आउनको लागि सत्य र पवित्र हुनुपर्छ। यो दुईटै कुरालाई बाइबलले दाबी गरेको छ कि येशू ख्रीष्ट सत्य र पवित्र दुवै हुनुहुन्थ्यो। पहिलो त उहाँ कन्या मरियमद्वारा जन्मिनुभयो, त्यसैले उहाँ पवित्र हुनुहुन्थ्यो। दोस्रो चाहिँ हिब्रू 4 को 15 ले भन्दछ कि उहाँ धेरै प्रकारले परीक्षित हुनुभयो, तर पनि पापै गर्नु भएन। त्यसैले गर्दाखेरि उहाँ पवित्र हुनुहुन्थ्यो। सबै मानिसहरूबाट, पृथ्वीमा भएका सबै मानिसहरूभन्दा अलग उहाँ हुनुहुन्थ्यो। अनि उहाँ सत्य हुनुहुन्थ्यो भनेर उहाँ आफैले पनि दाबी गर्नुभएको छ। 14 को 6 मा भन्नुभएको छ म बाटो सत्य र जीवन हुँ भएको छ। त्यस्तै यूहन्ना 8 को 36 मा पनि भन्नुभएको छ तिमीले सत्यलाई जान्नेछौ अनि सत्यलाई जानेपछि तिमीहरू स्वतन्त्र हुनेछौ। उहाँले पाँचौँ कुरा चाहिँ परमेश्वर सर्वशक्तिमान हुनुभइकन पनि यस धरतीमा हामी पापी मानिसहरूको लागि किन आउनुभयो भन्दा किनभने जसरी बाइबल यूहन्ना 3 को 16 ले भन्दछ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नै एकलौटे पुत्रलाई